नमस्कार, सदा झैं यस युट्युब च्यानलमा स्वागत छ। फेरि पनि मैले एसई 2081 को ओपीटी म्याथ को क्वेशन गर्ने क्रममा ग्रुप बी को 13 नम्बरबाट सुरु गर्दैछु। योभन्दा अगाडिका भिडियोमा राखिसके अवस्था छ। भाइ बहिनीहरूले हेर्न नभुलाउनुहोला। यसमा क्वेशन नम्बर 13 मा के रहेको छ त भन्दाखेरि if d equal to 10, dx equal to modulus 4 to 26 and dy equal to modulus 4 minus 2 1 7, then find the value of x and y भनेर भनेको छ। यसमा हामीलाई d को भ्यालु दिएको छ र dx को यो डिटरमिनेन्टमा राखेको अवस्था छ। अनि त्यसैगरी यो dy को भ्यालु पनि डिटरमिनेन्टमा राखेको अवस्था छ। यसलाई हामीले dx र dy को भ्यालु निकालेर अनि फर्मुला युज गरेर x र y को भ्यालु निकाल्न सक्छौं। अब यसमा के रहेको छ त भन्दाखेरि सोलुसनमा रह्यो d equal to 10, dx equal to 4 to 6 यो डिटरमिनेन्टमा राखेको छ। अब हामीले यसलाई गुणन गर्छौं है। 24 minus 4 equal to 20 अनि त्यसैगरी dy निकाल्छौं हामीले। dy equal to 4 minus 2 1 7, 28 माइनस प्लस गर्दाखेरि 2 हुने भयो इक्वल टु 30 हुने भयो है। अब भाइ बहिनीहरुलाई यो गुणन गर्ने तरिका त थाहा छ होला। यसमा dx निकाल्दाखेरि हामी पहिला यसरी मल्टिप्लाई गर्छौं अनि त्यसपछि यसरी मल्टिप्लाई गर्ने बेलामा हामी नेगेटिभ साइन राख्छौं फर्मुला अनुसार, रुल अनुसार। अनि त्यसैगरी यसमा पनि यो 4 र 7 टाइम्स गरे 28 भयो अनि फर्मुलाको माइनस र यसको माइनस गर्दा प्लस अनि 2 1 जा 2 भनेर यसरी 30 आयो। अब x र y को भ्यालु ल्याउँदाखेरि हामीले x इक्वल टु dx अपन d, dx भनेको 20 छ अपन d भनेको 10 छ, 2 आयो। त्यसैगरी y इक्वल टु dy अपन d, dy भनेको 30 छ, d को भ्यालु 10 छ अनि 3 आयो। यसरी हामीले x र y को भ्यालु ल्याउन सक्छौं। अनि त्यसैगरी क्वेशन नम्बर 14 तिर हामी लाग्ने छौं। त्यसैगरी क्वेशन नम्बर 14 मा रहेको छ if two lines having equation 3x minus y plus 7 equal to 0 and kx plus 2y plus 8 equal to 0 are parallel, find the value of k भनेर हामीलाई यो क्वेशन दिएको छ। अब यसमा भाइ बहिनीहरुलाई नेपालीमा के भनेको अवस्था छ त भन्दाखेरि त्यो पनि म भनिदिन्छु। यदि समीकरणहरु 3x minus y plus 7 equal to 0 र kx plus 2y plus 8 equal to 0 भएका दुई रेखाहरू समानान्तर भए के को मान पत्ता लगाउनुहोस् भनेर यहाँ एसी को पेपरमा सोधेको छ। मैले यहाँनेर इंग्लिशमा मात्र लेखेको अवस्था छ, भाइ बहिनीहरुले बुझ्न सक्ने छौं। अब यसमा हाम्रो सोलुसन तिर राखेको छ। slope of line 3x minus y plus 7 equal to 0 is slope m1 equal to minus 3 upon minus 1। भाइ बहिनीहरुलाई थाहा छ होला, यहाँनेर मैले फर्मुला यसरी चाहिँ लेख्न खोजेको है। slope equal to minus coefficient of x upon coefficient of
y यो फर्मुला हो। यही फर्मुला अनुसार हामीले यहाँनिर फर्मुलामा राख्दै छौं। अब यसमा हामीलाई स्लोप m1 इक्वल टु b माइनस कोएफिसिएन्ट अफ x भनेपछि x को कोएफिसिएन्ट यहाँनिर यो फर्मुलाको माइनस यो 3 छ 3 राख्यो। अनि त्यसैगरी होल अपन कोएफिसिएन्ट अफ y को कोएफिसिएन्ट -1 छ, त्यसकारण -1 माइनस माइनस क्यान्सल अनि हाम्रो कति आयो त 3। त्यसैगरी अब यो इक्वेसनको स्लोप निकाल्नु पर्ने छ। and slope of line kx plus 2y plus 8 equal to 0 8 फर्मुला यही लेखिसकेको छु मैले। स्लोप इक्वल टु माइनस कोएफिसिएन्ट अफ x भनेको k अनि त्यसैगरी कोएफिसिएन्ट अफ y भनेको 2। अब हामीले m1 र m2 भ्यालु लिइसकेपछि m1 र m2 हामीले भ्यालु लिइसकेपछि अब हाम्रो प्यारलल भन्दाखेरि हाम्रो कन्डिसनमा कस्तो कन्डिसन हुन्छ त भन्दाखेरि m1 इक्वल टु m2 प्यारलल भएको अवस्थामा, परपेन्डिकुलर भएको अवस्थामा m1 इन्टु m2 इक्वल टु -1। भाइ बहिनीहरुलाई थाहा छ होला। ल त अब हामीले स्लोप m1 m2 लिइसकेपछि यहाँनिर लेख्दै मैले by using the condition of parallel m1 equal to m2। अब m1 equal to m2 भन्दा m1 भनेको हामीलाई कति दिएको छ 3, m2 भनेको कति दिएको छ -k/2। अब यसैलाई हामीले क्रस गुणन गर्यो भने k को भ्यालु कति आयो त -6। ल यसरी हामीले यो k को भ्यालु ल्याउन सक्छौं। अब त्यसैगरी प्रश्न नम्बर हामी 15 तर्फ लाग्ने छौं। त्यसैगरी हामीले अब प्रश्न नम्बर 15 तिर लाग्ने छौं। 15 नम्बरमा के राखेको छ भने प्रुभ दैट sin 50 डिग्री minus sin 30 degree whole upon cos 30 degree minus cos 50 degree equal to cot 40 degree भनेर हामीलाई प्रुभ गर भनेको छ। अब हामीलाई यहाँनिर यसलाई c सम्झिने यसलाई d सम्झिने भाइ बहिनीहरुलाई सजिलो होला भनेर मैले फर्मुला यहाँनिर कुन फर्मुला युज गरिएको छ त भनेर बुझ्न सजिलो होला भन्ने उद्देश्य अनुसार मैले यहाँ फर्मुला लेखिदिएको छु। यहाँनिर sin c minus sin d भनेर हामीले कम्पेयर गर्ने। यो 50 डिग्री लाई c सम्झिने 30 डिग्री लाई d सम्झ्यो भने sin c minus sin d को फर्मुला अनुसार गर्ने। त्यसैगरी अब यहाँनिर डिनोमिनेटरमा cos 30 डिग्री minus cos 50 डिग्री लाई यसलाई पनि हामी cos c minus cos d भनेर सम्झ्यो भने cos c minus cos d equal to 2 sin c plus d upon 2 into sin d minus c upon 2 भन्ने हामी फर्मुला युज गर्न सक्छौं। ल त अब यही अनुसार हामी LHS sin 50 डिग्री minus sin 30 डिग्री whole upon cos 30 डिग्री minus cos 50 डिग्री। अब हामीले यसलाई c यसलाई d भनेर सम्झाउनु पर्ने छ भाइ बहिनीले। यहाँनिर मैले साइडमा फर्मुला लेखिसकेको छु। ल 2 cos 50 plus 30 upon 2 into sin 50 minus 30 upon 2 whole upon अब डिनोमिनेटर पनि सोही अनुसार हामीले cos c minus cos d को फर्मुला खोलौं। 2 sin 30 plus 50 upon 2 into sin 50 degree minus 30 degree upon 2। ल अब यसैलाई यो 2 क्यान्सल गर्न सकिन्छ। अब हामीले 50 र 30 लाई जोड्ने
अनि 80 भयो 80 लाई 2 ले डिभाइड गर्यो 40 भयो है यसका हाम्रो यहाँनिर कति भयो त cos 40 अनि त्यसैगरी 50 बाट 30 घटाइदियो भनेपछि हाम्रो 20 आयो 20 लाई 2 ले डिभाइड गर्यो 10 sin 10 होल अपन sin यहाँनिर पनि सोही अनुसार sin 40 डिग्री अनि यहाँनिर पनि हाम्रो sin 10 डिग्री sin 10 डिग्री sin 10 डिग्री क्यान्सल भयो भने अब हामी के लेख्न सक्छौं त cos 40 अपन sin 40 भने के रहेछ त cot 40 डिग्री RHS प्रुफ ल त यसरी हामीले यसलाई सल्भ गर्न सक्छौं ल यो क्वेशनलाई म फेरि पनि भाइ बहिनीहरुलाई बुझाउने छु ट्रिग्नोमेट्री हो भाइ बहिनीहरुलाई बुझ्न अलिकति समस्या पर्न सक्छ यहाँ के भनेको छ त भन्दाखेरि प्रुफ दैट sin 50 minus sin 30 whole upon cos 30 minus cos 50 degree equal to cot 40 cot 40 हामीलाई प्रुफ गर भनेर यहाँनिर राखेको छ अब हामी LHS लाई लिन्छौं है लेफ्ट ह्यान्ड साइडलाई अनि यसमा हामीले यसलाई c सम्झाउनु पर्ने यसलाई d सम्झाउनु पर्ने sin c minus sin d त्यसैगरी यसमा cos c minus cos d यही फर्मुला अनुसार सम्झिने अब sin c minus sin d भनेको 2 cos c plus d upon 2 sin c minus d upon 2 भन्ने फर्मुला युज गर्ने अनि cos c minus cos d भन्दाखेरि 2 sin c plus d upon 2 into sin d minus c upon 2 फर्मुला युज गर्दाखेरि हामीले 2 cos यो c भनेको 50 अनि d भनेको 30 है 50 plus 30 upon 2 त्यस्तै sin 50 minus 30 upon 2 अनि होल अपन यहाँनिर डिनोमिनेटरमा पनि 2 sin 30 plus 50 upon 2 भनेको यो c plus d upon 2 भनेको अनि त्यसैगरी sin d minus c भनेको d भनेको 50 c भनेको 30 upon 2 अनि यसलाई हामी सल्भ गर्दाखेरि cos 40 upon sin 40 हुन जान्छ यो भनेको हाम्रो कति हो त cot 40 डिग्री यसरी हामीले RHS प्रुफ गर्न सक्छौं त्यसैगरी क्वेशन नम्बर 16 तिर म गइराखेको छु क्वेशन नम्बर 16 मा के भनेको छ त भन्दाखेरि if 3 tan square theta minus 9 equal to 0 then find the value of theta 0 degree less than equal to theta less than equal to 90 degree भनेको छ नेपालीमा यदि 3 tan square theta minus 9 equal to 0 भए थीटा को मान पत्ता लगाउनुहोस् जुन चाहिँ 0 डिग्री लेस देन इक्वल टु थीटा लेस देन इक्वल टु 90 डिग्री को भित्र पर्ने भनेर भन्न खोजेको अर्थ हो अब यसमा के भन्न खोजेको त भन्दाखेरि 3 tan square theta minus 9 equal to 0 बाट हामीले एंगल फाइन्ड आउट गर्ने थीटा को भ्यालु फाइन्ड आउट गर्ने जुन भ्यालु चाहिँ 0 डिग्री देखि लिएर 90 डिग्री को बीचमा पर्ने है थीटा को भ्यालु फाइन्ड आउट गर्नु पर्ने छ यो भन्दा ठूलो फाइन्ड आउट गर्नु पर्ने छैन भनेर इन्डिकेट गरेको छ जस अनुसार हामीले अब हामी सोलुसन गर्न लाग्छौं 3 tan square theta minus 9 equal to 0 यो हामीलाई दिएको छ 3 tan square theta equal to 9 tan square theta equal to 9 upon 3 tan square theta equal to 3 tan theta को whole square equal to plus minus under root 3 को whole square tan theta equal to plus minus under root 3 है ल अब हामीले यहाँनिर के बुझ्नु पर्ने हुन्छ त भन्दाखेरि भाइ बहिनीहरुले 3 tan square theta minus 9 equal to 0 यो क्वेशनमा दिएको छ minus 9 लाई यतातिर लिँदाखेरि है राइट ह्यान्ड साइड तिर लिँदाखेरि हाम्रो 9 भयो पोजिटिभ 9 भयो 3 ले डिभाइड गर्दाखेरि tan square theta equal to 3 भयो है अब tan square theta equal to 3 छ भने LHS तर्फ र RHS तर्फ हामीले होल स्क्वायर मा लाग्दाखेरि यसमा रुट राखेर होल स्क्वायर राख्दाखेरि यो चाहिँ हाम्रो के छ पोजिटिभ र नेगेटिभ मा राख्नु पर्ने हुन्छ है अनि त्यसकारण हामीले
यो दुवैतिर स्क्वायरमा राख्दाखेरि पोजिटिभ र नेगेटिभ किन प्लस माइनसमा आउनुहुन्छ यो क्वाड्रेटिक इक्वेसन पर्छ। अनि त्यसले गर्दाखेरि यो 2 र यो 2 हाम्रो क्यान्सल भइदियो भने अब हाम्रो tan थीटा इक्वल टु प्लस माइनस √3 भनेर हाम्रो यो आयो। अब हामीलाई यहाँनिर ल्याउनु पर्ने यसलाई हेर्नुपर्ने हुन्छ विद्यार्थी भाइहरूले ख्याल गर्नुपर्ने कुनैमा 180 डिग्रीसम्म कुनैमा 360 डिग्रीसम्म यस्तो सोध्न पनि सक्छ। त्यस्तो अवस्थामा हामीलाई 90 डिग्री मात्रै भने जस्तो हाम्रो फर्स्ट क्वाड्रेन्ट भयो। फर्स्ट क्वाड्रेन्ट भनेपछि त पोजिटिभ हुने भयो, त्यसकारण हामी पोजिटिभ साइन लिनुपर्ने हुन्छ। त्यसकारण मैले यतातिर लेखेँ टेकिङ पोजिटिभ साइन tan थीटा इक्वल टु √3। अब पोजिटिभ साइनलाई मात्र लिँदाखेरि हाम्रो के हुने भयो त अब कति डिग्री tan यतातिर tan छ भने यो tan कति डिग्रीको भ्यालु हो त यही कुराहरुलाई अलिकति हामीले भ्यालु टेबल जानेको हुनुपर्ने हुन्छ भाइ बहिनीहरुले। अब हाम्रो कति रहेछ त भन्दाखेरि tan थीटा इक्वल टु tan 60 डिग्री को भ्यालु हाम्रो √3 आयो। अनि tan क्यान्सल गरिदियो भने हाम्रो थीटा को भ्यालु कति आयो त 60 डिग्री। यसरी हामीले यसको एन्सर फाइन्ड आउट गर्न सक्छौं। ल त हामीले अब 17 नम्बर अर्को भिडियोमा हामी हेर्न पाउने छौं। भाइ बहिनीहरुले यो भिडियोलाई राम्रोसँग हेरेर नबुझेका कुराहरू सोध्न पनि सक्नुहुनेछ। र यसलाई यति नै